सुकुम्बासी जनता र नेपाली जनताको लागि तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको घरमा पुग्न नसकुला, तर नीतिका रूपमा राष्ट्रसभाको नीति, वर्तमान सरकारको नीति तपाईँको घरमा पुग्नेछ। त्यसले तपाईँहरूलाई अन्ततोगत्ता सहजतामा लैजान्छ। जति पनि सुकुम्बासीहरू निस्किएर गइरहनु भएको छ, उहाँहरू सरकारप्रति खुसी हुनुहुन्छ, उहाँहरूको घरबार विहीन भए तापनि खुसी हुनुहुन्छ, त्यसको लागि के भन्न चाहनुहुन्छ तपाईँ? चाहिँ सरकारप्रति नागरिकको विश्वास भयो भने यस्तो वातावरण बन्छ। सरकारले केही न केही गर्छ, हाम्रो लागि केही न केही राम्रो गर्छ सरकारले, ठिकै छ त, सरकारले व्यवस्था गर्छु भनेको छ, हामी विश्वास गरौँ न त भन्ने वातावरण बनेको हुन सक्दछ। नागरिकको विश्वास प्राप्त गर्नु ठुलो कुरा हो। सरकार त बन्छ, सरकार आज मात्र बनेको होइन, दुई तिहाईको सरकार पनि बने ढले भइरहन्छ। तर जनताको विश्वास भएको सरकार भयो भने नागरिकले पनि कोअपरेट गर्नुहुन्छ, नागरिक पनि सँगसँगै हामी पनि छौँ साथमा भन्नुहुन्छ। सुकुम्बासी जनताले अलिकति दुःख पाएको अवस्था छ, यसलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? अलिकति दुःख त सबैलाई हुन्छ, तर त्यसले दिने नतिजा, भोलिको पुस्ताले पाउने जुन एउटा नतिजा छ, हामीले त एउटा चुनावबाट अर्को चुनाव हेर्ने होइन नि, हामीले त एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो। अब आउने पुस्ताले हामीले भोगेको जस्तो पीडा समस्याहरू भोग्न नपरोस् भन्नको लागि काम गर्दा तपाईँ हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ, तर यसलाई नियमित प्रक्रिया हो भनेर मानिदियो भने भोलिका लागि, भविष्यका लागि राम्रो। धन्यवाद। रवि लामिछानेको यो कुरालाई तपाईँहरूले कसरी लिनुहुन्छ? सकारात्मक या नकारात्मक? कमेन्ट गर्नुहोला अनि मेरो यो आइडीलाई फलो गर्नुहोला। धन्यवाद।